नमस्ते, यहाँहरू सबैलाई स्वागत छ। यो हाम्रो छोटो डोल्पा सेफक्सिन्डो ट्रेकको भिडियोमा भर्खरै मात्र तिहारको रमझम सकिएको छ अनि म र मेरो साथी मनिष चाहिँ निकै पहिलेदेखि नै योजना बनाएको सेफक्सिन्डो 9 दिने ट्रेकको लागि डोल्पा जिल्लातिर निस्किएका छौँ। ट्रेकको पहिलो दिन दिउँसो 1:30 बजेको बस चढ्नलाई म र मेरो साथी मनिष चाहिँ बस पार्कतिर लाग्यो। यात्रा चाहिँ इटरीदेखि कोहलपुरसम्म। हामी सप्तकोशी नदीमा बनेको कोशी ब्यारेजको पुल तर्दै यात्रामा अघि बढ्छौँ। मध्य प्रदेशको सूर्यास्त एकदमै मनमोहक थियो। चितवन, बुटवल, दाङ हुँदै हाम्रो सवारी भोलिपल्ट दिउँसो 12 बजे कोहलपुर पुग्छ। एकदमै लामो सवारी यात्रा गरेर चाहिँ हामी कोहलपुर आइपुगेका छौँ। यहाँ चाहिँ अब आज दिउँसोको खाना खाएर हामीले टिकट पनि गरिसकेका छौँ बेलुका 6 बजेको। अनि तबसम्म चाहिँ हामी बजारमा एक्सप्लोर गर्छौँ। ल अब फाइनल्ली अब आज साँझको गाडीबाट हामी चाहिँ के भन्छ तल्लो बगर भन्ने ठाउँ जाँदैछौँ। त्यो चाहिँ बिहान 7-8 बजी पुग्छ भनेको छ। त्यहाँबाट फेरि गाडी चेन्ज गर्नुपर्छ। बिहान कति बजी पुग्छ होला हामी? तल्लो बगर 12 बजी। 12 बजे मात्रै? कति 7 बजे भन्दै थियो त यार। हामीले रातभरि बसमै सवार गरेर निन्द्रा पुर्यायौँ। बिहान निन्द्रा खुल्दा हाम्रो बस भेरी नदीको तिरैतिर रुकुम पश्चिममा उडिरहेको रहेछ। देशमा चुनावी माहौल सुरु भएको थियो। नेताहरू भोट माग्नलाई सवारीको लस्कर लिएर गाउँ फर्कनु भएको थियो। करिब दिउँसोको 12 बजेतिर हामी जाजरकोटको तल्लो बगर भन्ने ठाउँमा आइपुग्यौँ। कति घन्टा लाग्यो हामीलाई हिजो राति कति बजी चढ्यो हामी? 6:30 बजे। 6:30 बजे बिहानको 6 बजे अहिले 12 भइहाल्यो होइन? अहिले 12 भयो फेरि 18 घन्टा होइन? 18 घन्टा पुग्यो। 18 घन्टा। अस्ति 22 घन्टा, आज 18 घन्टा। यो अब के भन्छ तल्लो बगरको यो झोलुङ्गे पुल तरेर पारीबाट चाहिँ फेरि अर्को जिप लिएर जानुपर्ने।
बारी चाहिँ रुकुम जिल्ला पर्छ, बारी। अनि यता वारी चाहिँ जाजरकोटै पर्यो। तल्लो बगरमा खाना खाइसकेपछि हामीले जिपको टिकट काट्यौँ अनि लाग्यौँ डोल्पाको सदरमुकाम दुनै बजारतिर। हामी चाहिँ भर्खरै यहाँ डोल्पाको दुनै आइपुगेका छौँ। अनि आजको दिन निकै लामो यात्रा हो है। 4वटा जति गाडी चाहिँ जिपहरू चेन्ज गर्दै आउनु पऱ्यो। अनि भनौँ न त्यति राम्रो भएन यो धुलोमा छठको यात्रा घरि के भन्छ जिपको डिक्कीमा बस्ने आउँदा चाहिँ कष्टपूर्ण यात्रै भयो, तर रमाइलो भयो। छठमा बसेर आउँदा चाहिँ एडभान्चर पनि भयो है। त्यही हो, अब भोलिदेखि हाम्रो ट्रेक सुरु हुन्छ। हामी चाहिँ दुनैबाट अब आज बिहान अलिक ढिलो उठ्यो 7 बजेतिर। र दुनैबाट चाहिँ अब ट्रेक सुरु हुन्छ सेफोक्सुन्डको। दुनैबाट हिँडेर हामी अहिले सुलीगढमा आइपुगेका छौँ। अब यहाँबाट चाहिँ सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुरु हुने रहेछ। सो यहाँ चाहिँ केही इन्फर्मेसनहरू छ। साथी कस्तो भइरहेछ? रमाइलो भइरहेछ अनुभव? रमाइलो भइरहेछ है। बिहान चाहिँ जाडो हुँदो रहेछ, तर पनि हिँड्दै गर्दाखेरि त्यस्तो जाडोको महसुस कम पर्दो रहेछ। सो अहिले चाहिँ हामी फोक्सुन्डो नेसनल पार्कको गेटमा आइपुगेका छौँ। टेक नथिङ बट फोटोग्राफ्स, लिभ नथिङ बट फुटप्रिन्ट्स, किप नथिङ बट मेमोरिज। सही हो। यहाँ आएपछि चाहिँ हामीले यहाँ पर्मिट लिनुपर्ने हुन्छ। यहाँबाट हामीले पर्मिट लिएर जानुपर्छ होला। यहीँ हो दाइ हामीले लिन्छ। यहाँबाट चाहिँ कति दाइ? 100 रुपियाँ हो यो यहाँको पर्मिटलाई चाहिँ हामी नेपालीहरूलाई चाहिँ 100 रुपियाँ लाग्दो रहेछ। अन्त सार्क मुलुकभित्रको पर्यटकलाई चाहिँ 1500, त्यहाँभन्दा बाहिरकोलाई चाहिँ 3000 लाग्दो रहेछ पर हेड इन्ट्री चाहिँ। बाटोमा हिँड्दै जाँदा एउटा सानो गाउँ आइपुगेको छ। यो गाउँ चाहिँ कुन गाउँ रहेछ यो चाहिँ हामी डिस्क्रिप्सनमा राखिदिन्छौँ भिडियोको। ल साथी, कागेनी गाउँमा स्वागत छ। कहाँ गयो साथी? यो कागेनीको चाहिँ एलिभेसन 2413 मिटरको एलिभेसनमा रहेको यो सुन्दर कागेनी गाउँ। हामी कागेनी गाउँको सायद यो सुनिता होटल एन्ड लजमा खाना खान्छौँ होला, होइन त?
यहीँ खाना खाउँ होइन त? हामी चाहिँ यहाँ खाना अर्डर गरेर वेट गरेर बसेका छौँ। सब्जी चाहिँ दाल चाहिँ पाकिसकेको छ भनेको छ। अन्त अब यहाँ खानाको वेटिङ। कागेनी गाउँको पहिलो खाना। यहाँको लोकल घुमिदिनु भएको छ दिदीले है। चाख्दिनु भएको छ। हामी खाना खाएर लगभग 40-45 मिनट भयो होला। सल्लाहको सानो सानो बोटहरू रहेछ। यहाँ पनि चाहिँ एकदम शीतल प्लस रिलिफ आनन्द हुनु रहेछ कि। फोक्सुन्डोको पानी नचाख्ने? पानी त चाख्नु पऱ्यो नि त। यहाँ आउँदा यहाँनिर याक रहेछ नि त। त्यहाँ यहाँ हेर त ल। तिम्रो याक देख्ने के अरे पहिलो के भन्छ यो? हिजो खुब याक हेर्छु पहिलोचोटि याक हेर्नु छ भन्दै थियो। याक रहेछ ल। त्यसले खेदाउँछ कि भन्ने अर्को पनि हो क्या। यो जङ्गली याक है, हाम्रो लागि डेन्जर पनि हुनसक्छ। यति नजिक आएर खिचिरहेको छौँ है त। जाउँ। लगभग खाना खाएर कागनीबाट 1 घन्टा 1.5 घन्टा हिँडेपछि हामी हाम्रो यात्राकै पहिलो काठी पुलमा आइपुगेका छौँ। मनोजलाई यो टोपीको लागि धेरै धेरै धन्यवाद है। एकदम घाममा राम्रो सेल्टर पायो टोपीले गर्दा है। थ्याङ्क यू मन्जे तँलाई है। अनि गोप्रोको लागि पनि धेरै धेरै धन्यवाद केटा। गोप्रो पनि तेरै हो। फोक्सुन्डो गाउँपालिका यहाँ हामीलाई स्वागत भनेर बोर्डमा लेखेको रहेछ। हाम्रो तर्फबाट पनि धेरै धेरै धन्यवाद गाउँपालिकालाई। साथी ठिकै छ, यसो कठिन छैन नि होइन? ठिकै छ भनेपछि अहिले हामी स्याङ्ता भन्ने ठाउँमा आइपुगेका छौँ। यहाँ चिसो पानी ल्याउन यार नागेर। यो एकदमै सुन्दर ठाउँ। यो हामीले यहाँनिर पानी मागेर खायौँ। यहाँनिर राम्रो चेप्काबाट हिँडेको लगभग 3 घन्टा 4 घन्टा भयो होला। अहिले हामी यो एउटा ट्री हाउसमा आएका छौँ है। टी हाउस सरी
यो टी हाउसबाट चाहिँ 25 मिनट लाग्छ भनेर यहाँनिर इन्फर्मेसन एउटा सानो लेख्नु भएको रहेछ। अब हामी यहाँ पानी खाएर एकछिन बिसाएर जान्छौँ। यहाँ हाम्रो ब्यागहरू यहाँ राखेका छौँ। अनि यहाँनिर रेची गाउँ 25 मिनट अनुमानित। हामी आज बसेको होटल पाहुना घर। यहाँ चाहिँ यस्तो रुम रहेछ, भनौँ राम्रै छ रुम एकदम। तर रुम चार्ज चाहिँ अलिक महँगो 1000 रहेछ। 2 जना आज हामी यहीँ बस्दैछौँ। राम्रै छ रुम, सफा छ। हामी अहिले खाना आएको हो के अरे। यस्तो जाडो छ है, यस्तो भयङ्कर जाडो छ। यहाँ चाहिँ अहिले हामी यहाँको कति भने 3020 यहाँको एलिभेसन रहेछ। यहाँ घाम पनि ढिलो लाग्ने अनि चाँडै अस्ताउने कि एकदम हिमाली भेगो होइन। यस्तो जाडो भइरहेछ है, भन्न सकिन्न यहाँ। तर ठाउँ चाहिँ एकदम राम्रो छ रहेछ। भोलिपल्ट हामी बिहान सबेरै उठेर रिङ्मो गाउँको लागि बाटो लाग्यौँ। बल्ल घाममा आउन पाइयो है। आजको सनराइज पनि हाम्रो लागि चाहिँ यही हो। अब हामी यहाँ अलिक सजिलो ठाउँमा बिसाएर चाहिँ खाजा खाने तर्फल गर्छौँ। हामीले बोकी ल्याएको खाजा खान्छौँ। अनि यसरी खानेकुराहरू बोकेर ल्याउँदा चाहिँ फाइदा चाहिँ खाजाको वायात खर्च चाहिँ हुँदैन। अनि प्लस आफूले भने जस्तै कुरा खान पाइन्छ है। खाइसकेपछि हामी फोहोरहरू केही पनि फाल्दैनौँ होइन। प्लास्टिक जति सबै आफै उठाएर लिएर जान्छौँ। जति पनि हाम्रो प्लास्टिकमा लिएर आएको खाजाहरू छ, खानाहरू खानेकुरा सबै चाहिँ हामी उठाएर लान्छौँ। अब हामी खाजा खाइसकेर अगाडि बढेका छौँ। यसरी यो बाटो हुँदै 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 बिस्तारै यो उकालीको बाटो हुँदै माथि यहाँसम्म पुग्नुपर्ने छ। यो कटेपछि चाहिँ झर्नाको भ्यू देखिन्छ भनेको छ है। सो यो उकालोलाई 1-1.5 घन्टा लाग्छ भनेको छ। गुड लक फर अस। एकदम राम्रो गाउँ रहेछ यहाँनिर। ट्याक्कै झर्ना होटल कटेर अगाडि आएपछि यो गाउँ देखिन्छ उकालो लाग्ने बेला। एकदम चाहिँ उकालो यहाँसम्म होला सायद। के हुन्छ यहाँ? करिब 1.5 घन्टा उकालो चढेपछि सेफोक्सुन र तालबाट निस्किएको खोला सुन्दर झरनामा परिणत भएको हेर्ने भ्यू पोइन्ट पुगिँदो रहेछ। झोला बिसाएर
केही बेर थकान मार्दै झरनाको मनोरम दृश्य हेरी आनन्द लिए। अलि माथि उक्लिएपछि फोक्सुन्डो ताल अनि रिङ्मो गाउँ देखिन्छ। त्यो देखेपछि हाम्रो थकित शरीरमा फेरि ऊर्जा थपियो। हामी अहिले भर्खरै रिङ्मो भिलेजमा छिरिसकेका छौँ। यो चाहिँ एकदमै राम्रो लाग्यो। रिङ्मो भिलेज एकदम राम्रो छ। यहाँनिर सानो बाबुहरूले हामीलाई चक्लेट मागेको छ। चक्लेट मनपर्छ? कुन चक्लेट मनपर्छ? ल ऊ चाहिँ भाइ हो कि को हो तिम्रो? बहिनी हो बाबु? ऊ भाइ हो कि बहिनी हो? लड्छ बिस्तारी। खुसी लाग्यो? ल आज हामी रिङ्मो गाउँ यो ठ्याक्कै तालको अलिकति अगाडि आएर बसेछौँ, फोक्सुन्डो तालको अगाडि। सो यो चाहिँ फोक्सुन्डो ताल। फेरि हामी आएर बस्ने आज यहाँ टेन्टमा। यहाँ एकजना दिदीर दाइ हुनुहुँदो रहेछ, उहाँले सञ्चालन गर्नुभएको टेन्ट। अनि हामी आज यहीँभित्र बस्छौँ। अनि यहाँभित्रको डेकोर यस्तो राम्रो छ है। घर बसे आज यहीँ हुन्छ। हामी चाहिँ यो फोक्सुन्डो लेकको किनारमा रहेको गुम्बा जाँदैछौँ आज से फोक्सुन्डो तालाको दोस्रो दिन। हामी वे टु थासुङ चोरिङ गुम्बा, यो गुम्बा जाँदैछौँ। अनि जुन पनि यो फोक्सुन्डो नदीको पानी छ, यो फोक्सुन्डो तालको पानी चाहिँ यसरी फोक्सुन्डो खोला भएर जाँदो रहेछ। यो तल झर्ना बनेर यो बग्दै गएर भेरी नदीमा मिसिन्छ। अघिल्लो दिनको मध्याह्नमा फोक्सुन्डो आएर आजको दिनको मध्याह्नमा हामी घर फर्कँदैछौँ। बच्चैदेखि फोक्सुन्डो हेर्ने मनलाई हल्का भने भयो, तर तिर्सना नै चाहिँ नमेटिँदो रहेछ एक दिनको बसाइले। फर्कने क्रममा भिडियो भने खिच्न मन भएन। यसपटकलाई यात्राको भिडियो यहीँ अन्त्य। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। यति बेला चाहिँ हामी नेपालगञ्जको बस पार्कमा छौँ। अनि यहाँबाट आज हामी यो गाडी नम्बर 3178बाट चाहिँ घर फर्किँदैछौँ। आज यात्राको 9औं दिनमा चाहिँ हामी घर फर्किँदैछौँ। 10औं दिनमा घर पुग्नेछौँ। मेरो साथी मनिष चाहिँ आज यहाँबाट काठमाडौँ फर्किँदैछ। म पूर्व इटली जाने, साथी यहाँबाट काठमाडौँ जाने। ल मनिष साथी, ल शुभकामना छ यात्राको लागि है। अब यात्रा गरियो, रमाइलो भयो है। अब फेरि
अर्को यसरी नै ट्रेक गर्न जानुपर्छ अर्को साल कहिले हुन्छ मिलाएर है। ल यात्रा यहाँसम्म गयो यार साथीलाई हात मिलाएर छुटौँ यार।